नेपाली सामाजिक र पारिवारिक सिरियल नाता सपोर्टेड बाई पासपोर्ट रिन्यू, श्रम रिन्यू, कागजात प्रमाणीकरण र बिहे दर्ता अब युएईमै। अन्नपूर्ण टाइपिङ युएई। स्वादिलो र स्वस्थ खाना तपाईको खुसी हाम्रो प्रतिबद्धता। बाजे रेस्टुरेन्ट अबुधाबी। यसले पनि त हामीलाई मार्न खोजेको थियो नि। हामीले आफ्नो ज्यान बचाउन खोज्दा योसँग भिडेर यस्तो भएको हो। सबैले बुझिहाल्छन् नि बुवा। जे भने पनि हत्या भनेको हत्यै हो बुहारी। मान्छे पठादिनु भनेर हामी कसैलाई पनि त्यसलाई मार्ने अधिकार छैन। हामीबाट अपराध भएको छ, त्यो पनि तिम्रो हातबाट। तर उता आरातिर शक्तिले आकाश भाइलाई हामीले मारेर फालेका हौँ भनेर बयान दिएछन्। मसँग भेटिएको अर्को गुन्डाले पनि मलाई त्यही नै भन्यो। उनीहरूको अनुसार आकाश भाइ मरिसकेका थिए। तर मैले कुरा अहिलेसम्म सपनालाई भनेको छैन। शिशिरलाई फोन गर्न सबै कुरा भनौँ न। म त कति धेरै आत्तिसकेँ। हुँदैन बुहारी, त्यसैलाई उतैको तनाव छ। यहाँको सबै कुरा सुनायो भने त त्यो त पागल हुन्छ। फेरि हामीलाई पिज्जा बर्गर भन्ने कुरा त थाहा छैन। कस्तो हुन्छ त्यो खानेकुरा? तिमी अहिले स्कुल जाऊ। बाबाको लागि शिवानी म्याम र अफिस नै प्यारो छ। उहाँको लागि सबै त्यही नै हो। शिवानी म्यामले हामीलाई दया गरेर बाहिर गएर खाने पैसा दिनुभयो भने गएर खाम्ला, नत्र बाबालाई र म्यामलाई नै बाहिर रमाउन दिनु। जहाँसुकै जाऊ भनेर कसरी छोड्नु त्यो बाबुलाई? पहिलेको कुरा केही याद छैन बिचरा। खै यो फेसबुकमा चाहिने नचाहिने कुराहरू भाइरल हुन्छ, यस्ता यस्ता कुराहरू हुँदैन। त्यही त, हाम्रो गाउँभन्दा कति टाढा होला है त्यसको घर काका? गाउँको होला कि सहरको होला कि? मैले हजुरको होस नआउँदा माथिको कालिका मन्दिरमा गएर भाकल गरेकी थिएँ। हजुरको होस आयो भने मातालाई फुलपाती चढाउँछु भनेर। त्यसपछि हजुरको होस आएको हो नि। मेरो भगवानप्रतिको विश्वासले हजुर बाँच्नुभयो, त्यही भएर हजुरको नाम विश्वास। नमस्ते, म अनुरोध भण्डारी। आजको नाता सिरियलको एपिसोड हेर्नेभन्दा पहिला मैले भनेको कुरा मान्दिनु है। नाता सिरियल टिमको नयाँ गीत आएको छ, लभ पर्छ क्या। सबैजनाले माया गरेर हेरिदिनु होला, लाइक गरिदिनु होला र सेयर गरिदिनु होला। त्यो गीतमा त मेरो साथीले खेल्नु भएको छ, सन्ध्या आन्टीले खेल्नु भएको छ, सपना दिदीले खेल्नु भएको छ। गीतको लिङ्क कमेन्टमा दिएको छ, सबैले हेरिदिनु है। कुन्दै बले जोडिदियो हाम्रो चोखो नाता। हेलो हेलो बुवा, बुवा के भएको? हजुर कसैको फोनै लाग्दैन। मैले कतिपटक फोन ट्राई गरिसकेँ। गाउँमा सबैलाई ठिक छ नि? बाबु सबै ठिकै छ यतातिर। यहाँ हेर्न, हिजोदेखि बत्ती गएको, त्यही भएर मोबाइल चार्ज गर्नै पाइनँ। यता त सबै राम्रो छ। तेरो के छ उता? अनि आकाशलाई भेटाइस् त? छैन बुवा, सपनाको आमाजु र त्यो अर्को गुन्डालाई चाहिँ जेल पुऱ्याएँ। अब आकाश भाइलाई पनि खोज्दैछु। बुवा, म त एकपटक गाउँमा आएर फेरि सहर फर्क्यौँ कि भन्ने पनि सोच्दैछु। होइन, किन आउनु अहिले गाउँमा? सबै काम सकाएर आइज, अहिले आउनु पर्दैन गाउँमा। यहाँ अहिले केही पनि बितेको छैन।
यहाँ गाई गोठ सबै मैले हेर्छु के, तैँले यताको केही पनि चिन्ता नलिक न। सपनाको परिवारको मिलन गराउँछु भन्दा मेरो आफ्नै परिवार टुक्रिने हो कि भन्ने डरले मलाई सताइरहन्छ बुवा। मलाई हजुरको कति धेरै याद आउँछ। म आउँछु नि बुवा, आमालाई पनि फकाएर मामा घरबाट लिएर आउँछु नि म। त आउनु पर्दैन भनिरहेकै छु त मैले। तेरो आमाको पनि केही दिन उतै माइतीमा काम छ अरे, उतै बस्छु भनेकी छे। यता सन्ध्यालाई मलाई सबै ठिकै पनि छ, तैँले यताको केही पनि चिन्ता नलिक। अनि त्यो चक्रेले सन्ध्यालाई दुःख दिइरहेको होला नि त त्यहाँ। त्यो गइसक्यो बाबु। कहाँबाट तिमीहरूले त्यसलाई पुलिस चौकीमा बुझाउने भन्ने कुरो थाहा पाएछ? यो गाउँै छोडेर त भागेर गइसक्यो। सन्ध्याको मोबाइल पनि बिग्रेर स्विच अफ भएको छ। सन्ध्या अहिले घाँस काट्न गएकी छिन्। ऊ आइसकेपछि मैले शिशिरको फोन आएको थियो भनेर भनिदिन्छु नि। मेरो यहाँ केही काम छ कि बाबु। ल अहिले तैँले फोन राख है। बुवा के भयो भन् त? हजुर सन्ध्यासँग रिसाउनु भएको छैन नि? छैन। हस् बुवा हस्। तँलाई यहाँको अवस्था भनी साध्य छैन बाबु। त्यसैले त उतै बसेको राम्रो र यहाँको कुरा थाहा नपाएकै राम्रो। कति भएछ हाम्रो परिवार सँगै बसेर सुख दुःखका कुरा नगरेको। मलाई पनि मेरो छोरा छोरी बुहारी श्रीमतीसँग सँगै बसेर रमाउन खुसी हुन मन छ नि बाबु। तर खै हाम्रो परिवारमा कसको आँखा लाग्यो? सधैँ बाधा अडचन मात्रै आइरहेको छ। सन्ध्यासँग रिसाउँदा यहाँ नभएको कुरा सबै तेरी आमालाई सुनाए। तर अहिले यहाँ जे भइरहेको छ त्यो कुरा सुनाउन सकिरहेको छैन। सन्ध्याले मेरो ज्यान बचाइ। हामी भनेपछि मरि हत्या गर्ने बुहारीलाई मैले धेरै दुःख दिएछु। तर अब मैले सन्ध्यालाई जेल जान दिन्न। गाउँमा सबै कुरा राम्रो भएछ। त्यो चक्रे पनि हाम्रो गाउँ छोडेर गएछ। बुवाले पनि सन्ध्यालाई बुझ्नु भएछ। अब भने ढुक्क भयो। अघि बाबुको अगाडि किन चाहिँ कुरा गरे मुना तिमीले? भन्दैछु त म फ्री नभएर तिमीहरूसँग घुम्न नपाएको, बाहिर हिँड्न नपाएको भनेर। अनि फेरि मेरो र म्यामको नाम जोडेर बाबुलाई चिप्पाइदिए सुनाउनु पर्छ तिमीले? हामीलाई फुर्सद र पैसा छैन भन्दै म्यामसँग नजिक हुँदै टाँसिँदै बर्गर पिज्जा खाएको चाहिँ के त्यो पनि तपाईँको कामभित्र पर्छ? कसरी देख्यौ तिमीले सब? कि तिमीले मेरो पिछा त गर्न थालेनौ नि मुना? आफ्नो बुढा कहाँ जान्छ, कोसँग जान्छ, के खान्छ भनेर मेरो चियो गर्न कि जासुस राख्यौ तिमीले? अब मैले अफिसमा काम गर्दा गर्दै भोक लागेर यसो बाहिर निस्केर कसैसँग खाजा खान नहुने कि तिमीहरूको लागि काम गर्दा गर्दै भोक भोकै मर्नुपर्ने मैले? म बाबुको लागि कपी र पेन्सिल सकिएर किन्न बजार गएको थिएँ। तपाईँ र शिवानी म्याम रमाउँदै खाँदै हुनुहुन्थ्यो। शिवानी म्यामको टाउको तपाईँको छातीमा थियो। अनि त्यो सबै देखेर पनि मैले तपाईँको अफिसको काम भनेर बुझिदिनु पर्ने? मुना तिमी आफ्नो औकातमा बस। देखेको सबै कुरा सत्य हुँदैन। दिमाग सँगसँगै आँखा पनि बिग्रेको हो तिम्रो। मैले म्यामसँग सँगै बसेर खाजा खाएको हो, तर तिमीले भनेको जस्तो केही पनि गरेको छैन। म्यामसँग मेरो त्यस्तो सम्बन्ध छैन भने मैले लाखपल्ट भनिसकेँ। त्यसमा पनि खालि शङ्खा। अनि त्यो सबै देख्दा पनि मैले शङ्खा नगर्नु? तपाईँ किन यस्तो हुनुभएको अर्जुन? छोराले एक दिन घुम्न जाउँ भन्दा तपाईँसँग समय छैन। मैले र बाबुले तपाईँसँग अरू के नै मागेका छौँ र? तपाईँको माया र साथ होइन, त्यति पनि दिन सक्नुहुन्न। खालि काम पैसा मात्र भन्नुहुन्छ। त्यो सबै देखिसकेपछि म ढुक्क भइसकेँ। तपाईँ र शिवानी म्याम बीच अरू नै केही सम्बन्ध छ। त्यो सम्बन्ध कामको हुनै सक्दैन। तपाईँ पैसाकै लागि शिवानी म्यामसँग नराम्रो सम्बन्ध राख्दै हुनुहुन्छ। मुना अफिस
अफिसको कामले थाकेर आएर एकछिन घरमा बसौँ थकाइ मारौँ भनेको यो सब नाटक हेर्नुपर्छ मैले। तेरो कोठामा तै बस। मैले मुनामाथि हात उठाएर गलत पो गरेको हो। मैले अहिलेसम्म उसलाई यसरी ठुलो वचन पनि लगाएको छ। आज उसलाई गएर मैले माफी माग्नुपर्छ। तर किन म माफी माग्नु? अब अनुरोधलाई उसले तिमी र उहाँ गएर शिशिरलाई भेट्यौँ भने चाहिँ मलाई रिस उठ्दैन त? को हो त्यो शिशिर? को हो त्यो मान्छे हाम्रो? मुना त्यसरी कोहीसँग बोलेको हाँसेको मलाई मन पर्दैन। झन् त्यो शिशिरसँग त कतै त्यो शिशिर मुनालाई भेट्नको लागि त सहर आएको होइन? तिमी अफिस गएको बेलामा लुकी लुकी भेट्ने गरेका छन् कि? चियो गर्दै गर है। तिम्रो छोरा पनि शिशिर भनेपछि मरिहत्ते गर्दो रहेछ, बाउ नै बिर्सिँदो रहेछ। शिवानीले मेरो र मुनाको झगडा पार्नको लागि यस्तो नचाहिने कुरा भनेको हो कि जस्तो लाग्छ। तर शिवानीले भनेको कुरा पनि सत्य त हो नि। मैले सत्य स्वीकार नसकेको हो कि? मैले शिवानी र मेरो नराम्रो सम्बन्ध लुकाउनको लागि भए पनि मुनासँग त्यस्तो नराम्रो व्यवहार गर्नु हुँदैन। यसरी घरमा गएर उसँग झगडा गर्न थाल्यो भने मेरो बुढाको अरू कोहीसँग नराम्रो सम्बन्ध छ कि भनेर उसलाई शङ्का हुन थाल्छ। यदि मुनाले मेरो र शिवानीको नराम्रो सम्बन्धको बारेमा थाहा पायो भने मेरो एक्स्ट्रा इन्कम नै बन्द हुन्छ, मेरो खर्च पानी नै बन्द हुन्छ। आज गएर मुनालाई सरी भनिदिन्छु। भाउजू होइन, तपाईँको फोन के भएछ? शिशिर दाइले तपाईँको फोन लागेन भने मलाई फोन गर्दै हुनुहुन्थ्यो। फेरि उता काकाको पनि फोन लागेको छैन अरे। ए मेरो फोन त बिग्रेको छ बाबु। बुवाले कुरा गर्छु भन्दै हुनुहुन्थ्यो शिशिरसँग, कुरा भयो होला उहाँको। ए अनि साँच्ची भाउजू तपाईँले त्यो चक्रेलाई जेलमा कोस्ने त भन्नुभएको थियो, तर फेरि त्यो चक्रे आजकल यो गाउँमा देखेकै छैन, केही दिन भइसक्यो। अनि त्यो चक्रे चाहिँ कहाँ गएछ आखिर? खै गयो होला नि आफ्नै गाउँ फर्केर। अब त त्यसको बुद्धि पलायो होला नि त। पहिले एकपल्टलाई त्यसलाई माफ गरिदिउँ बाबु, फेरि न्यु खोज्दै आयो भने केही गरौँला। अहिले म गएँ है। हस् भाउजू। खोइ त्यो फटा यो गाउँ छोडेर के गयो होला र? कुन दिन फेरि भाउजूलाई दुःख दिन आएपछि भाउजूलाई चाहिँ त्यो प्रति माया कहाँबाट पलाएछ फेरि? सालेलाई खोरमा जाको भनेको कहाँ मरेछ? कहाँ मऱ्यो नि। गाउँमा हुँदा पनि त्यसकै टेन्सन लिनुपर्ने, गाउँमा नहुँदा पनि त्यसकै टेन्सन लिनुपर्ने। अघि गाउँलेहरूले पनि चक्रे कहाँ गयो भनेर मलाई सोध्दै थियो। होइन, त्यो गाउँबाट 81 हरायो भनेको अब गाउँभरि के उपद्रो गर्छ भन्ने सुनेको थिएँ। अब आफू त भर्खर विदेशबाट आएको, त्यसको उपद्रो त हेर्नै पाइएन। त्यही भएर तँलाई सोधे नि। जान त आफ्नै गाउँ फर्केर गयो होला नि त्यो, त्यसको अन्त जाने ठाउँ छैन भन्ने सुनेको थिएँ। जहाँसुकै जाओस्, गाउँमा हुँदा उपद्रो मात्रै गर्थ्यो। हामीले पनि कति दुःख पायौँ त्यसको उपद्रोले। उही मोटेङ रे, हिजो राति हाम्रो घरमाथिको जङ्गलमा भूत देखेको नि मैले। के भन्छ? अब यो जमाना पनि भूत हुन्छ? हो भने हिजो राति म पिसाब फेर्न आँगनमा निस्केको थिएँ, जङ्गलमा भूतले कोदालीले खन्दै थियो। के गाड्नलाई खन्या जस्तो थियो त्यो। हो, जङ्गलमा राति भूत उठ्यो होला अनि आफ्नै च्यान खनेर कङ्काल निस्क्यो होला। नचाहिने कुरा गर्छ। राति उठ्दा कसैको छाया देखेर तर्सिस होला नि। अब तेरो घरबाट जङ्गलको कुरा देख्नलाई त कि त दूरबिनै लाएर हेर्नु पर्यो। भएको कुरा पनि पत्याउँदैन। हिँड्छन्।
तिमीलाई अस्ति भिडियो कल गर्दा सेतो कपडामा देख्दा मलाई कति नराम्रो लागेको थियो। आज तिमीलाई रातो पहिरनमा देख्दा कति खुसी लाग्यो। अनुहारमा पनि बेग्लै खुसी देख्दैछु। कति राम्री देखिएको छ मेरो साथीलाई। आकाशलाई केही पनि भएको छैन। उहाँ फर्केर आउनुहुन्छ भन्ने विश्वासले मैले यो सब गरेँ। तर मलाई मान्छेहरूले यो त पागल भई बाउलाई भनेर के भन्दैछन्। तर पनि म वास्ता गर्दिनँ। म आकाशलाई यही पहिरनमा यसरी नै कुरेर बस्नेछु। आकाशलाई भेटिनुहुन्छ सपना। शिशिर दाइले त्यति धेरै मेहनत गरेर खोज्दै हुनुहुन्छ। हरायो भनेर आशै मारेको मान्छे त कति वर्षपछि भेटिन्छन्। आकाशलाई त कति नै भएर हराउनु भएको। अनि कस्तो छ अरे नि बच्चाको अवस्था? चेकअप गराइरहेको छौ नि? शिशिरले हिजो हस्पिटल लग्नु भएको थियो। सबै राम्रो छ अरे। अब त केही महिनामा तिमी पनि आमा बन्छौ। आफै बच्चा जस्तै थियौ, अब बच्चा पाउने भयो। त्यति बेला तिमीलाई कसले स्याहार्ला? म त्यही भएको भए मैले जानेको म गर्थे नि। के गर्नु, टाढा छु। सहरको ठाउँमा गाउँघरमा जस्तो छरछिमेकले सहयोग पनि गर्दैनन्। बच्चा त हस्पिटलमै जन्मेला। हस्पिटलबाट घरमा ल्याएपछि गर्ने स्याहार कसले गर्ला? खोइ आमा पनि बितेर जानुभयो। दिदीले त झनै पेटमै भएको बच्चालाई मार्न खोज्नुहुन्थ्यो। गाउँ जाउँ भने आमा बुवा कोही पनि हुनुहुन्न। खोइ मलाई त्यो बेला कसले माया गर्ला, कसले स्याहार गर्ला? सपना फोन देऊ त। बहिनी किन चिन्ता गरेको? गाउँमा आमा र सन्ध्या हुनुहुन्छ नि। म सपनाले बच्चा पाएपछि उसलाई उतै लिएर जान्छु। त्यहाँ भए उसले राम्रो स्याहार पाउँछिन्। अनि आकाश भाइलाई नि त्यतै बोलाउँला नि। ल बहिनी राम्रोसँग बस है। अहिले म फोन राख्छु। हुन्छ दाइ, आज मेरो छुट्टी छ। बाबालाई पनि फोन गर्छु। बाबाकै फोनबाट भाउजूसँग पनि बोल्छु। धेरै समय भएको थियो हजुरसँग कुरा नभएको। सबै कुराहरू राम्रै हुँदै रहेछ। धेरै खुसी लाग्यो। आमालाई पनि म सम्झाउला नि। हजुर चिन्ता नगर्नु है। खोइ सपनालाई फोन दिनु त। सपना ल मजाले आराम गर्नु। गरुङको कुरा केही पनि नउठाउनु। तागतिलो खानेकुरा खानु। मनमा कुनै पनि चिन्ता नलिनु। अनि बच्चाको चेकअपको लागि गइराख्नु है। तिमीले बिचमा धेरै दुःख पायौ। अब तिमी र तिम्रो बच्चा दुबैको ख्याल गर है। म नेपाल आउँदा तिम्रो बच्चाको लागि धेरै खेलौनाहरू लिएर आउँछु नि। राम्रो राम्रो लुगाहरू पनि लिएर आउँछु। चाँडै आऊ है। मैले तिमीलाई धेरै सम्झेको छु। ए मेरो रुन्छ साथी, अब नरौ है। आकाश दाइलाई शिशिर दाइले जसरी पनि खोज्नुहुन्छ। तिमी चिन्ता नगर। एउटा हुने खाने केटा खोजेर बिहे गरिदिन्छु भन्नुभयो बुवाले। म त बिहे गरेको गरेँ यो। बरु त्यो गर्नुभन्दा त बरु सहर गएर पढाइ पुरा गर्छु। लौ मान्छे त उतै हुनुहुँदो रहेछ। म चाहिँ यहाँ एक्लै बोलिरहेको। के हेरिराख्नु भएको त्यसरी आकाशतिर फर्केर? एरोप्लेन। यो एरोप्लेन कहाँ जान्छ होला? मलाई घर पुर्याइदिए पनि हुने। लौ अब उडिरहेको प्लेनले हजुरलाई आफ्नो घर पुर्याइदेला त? त्यसको लागि त टिकट काट्नुपर्छ। हिँड्नुहोस् घर जाम। उता बा आत्तिसक्नुभयो होला कहाँ गए यी दुईजना भनेर। के को हात समातेर लिएर जानु? बोकेर लिएर जान। दिमाग सहित गोडाले पनि काम गर्न छोडिसक्यो सरको। ओइ शिवे, नाम मात्र भगवानको छ। पानी भएर पनि किन यस्तो राक्षस कस्तो गर्दैछ सर? अरूको कमजोरलाई मजाक बनाउँछस्? के को कमजोरी हुनु? नाटक हो सबै भुलकरको नाटक। नत्र भने कसैले आफ्नो घर परिवार फ्यामिली बिर्सिन्छ? सबैको ऋण खाएर भागा थियो होला। अनि यो गाउँमा आएर नाटक गरिरहेछ। यो सब यसको नाटक हो, नाटक। ओइ भुलकर, तेरो नाम चाहिँ के हो भन्न? तेरो नाम के हो भन्न? के हो तेरो नाम? ओइ भन्न, ओइ भन्न तेरो नाम के हो? ओइ सुन्न, यसको समस्या त यहाँ होइन, यहाँ हो, यहाँ। भन्न भने ओइ तेरो घर कहाँ हो? तेरो नाम के हो? कहाँबाट आएको त? भन्न भाइ। ओइ भुलकर,
दिमाग खुस्केको पागल। के भनिस् रे? तै पागल, मेरो थुतुनलाई सम्हाल। मेरो विश्वासलाई जे पाए त्यही बोल्छस्? हिँड्नुस् विश्वास जाम। देखियो है चुप साले, मैले माया गरेको बिपानालाई यसले आफ्नो बनाउने भयो। यसलाई कहाँ छोड्छु म? कहाँ छ रहेछ यसको घर? मान्छे भेट्यो भनेर फेसबुकमा फोटो हालै गर्नुपर्छ दाइ। एक न एक दिन कसो भाइरल नहोला। ल हिँड्छौँ। नमस्कार, म कलाकार सुप्रिया थापा, हजुरहरूकै नाता सिरियलकी सपना। आजको हाम्रो एपिसोड सकेको छैन, तर यसै बिचमा मैले एउटा अनुरोध लिएर आएको छु। आशा छ हजुरहरूले मेरो अनुरोध स्वीकार दिनुहुन्छ होला भनेर। हामी नाता सिरियलको कलाकारहरू मिलेर नयाँ गीत लिएर आएका छौँ, जसको टाइटल छ लभ पर्छ क्या। यही युट्युब च्यानलमा हामीले यो गीत निकालेका छौँ। गएर हेरेर माया गरिदिनुहुन्छ भन्ने आशा छ र लाइक कमेन्ट सेयर गर्न पनि नबिर्सिनु होला है। तपाईहरूले चाहिँ मलाई नाता सिरियलमा एकदमै धेरै सोझी संस्कारी रुन्चे भूमिकामा देख्नु भएको छ भने त्यो गीतमा चाहिँ मलाई एकदमै मोडर्न होइन, एकदमै चुलबुले चञ्चले रूपमा देख्न पाउनुहुन्छ। र मसँगै मेरो जोडी आकाश पनि हुनुहुन्छ र सँगसँगै सन्ध्या र शिशिरको पनि जोडी हुनुहुन्छ त्यहाँनिर, र शक्ति पनि हुनुहुन्छ। त्यही भएर त्यो गीतलाई हेरिदिनु होला, एकदमै धेरै माया गरिदिनु होला। अनि त्यो गीतमा चाहिँ मैले फर्स्ट टाइम नाचेको पनि छु, त्यही भएर प्लिज 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 गएर त्यो गीत हेरिदिनु होला। लिङ्क चाहिँ कमेन्टमा पिन गरेको छ, गएर हेरिदिनुहोस् है त। कस्तो मान्छे हो के तपाईँ? उसले पागल भनेर नानाबाती भन्दा चुप्प लाएर बस्नुहुन्छ? दिनु पर्दैन एक झापड? उसले भनेको पनि ठिकै त हो। आफ्नो नाम थर घर ठेगाना केही थाहा नभएको मान्छे पागल भन्दा कम हुन्छ। मैले त्यसमा नराम्रो मान्नुपर्ने के छ र? अनि हजुरलाई कसैले त्यस्तो भन्दाखेरि मलाई नराम्रो लाग्छ नि त। किन र? किनकि म हजुरलाई माया गर्छु नि त। मैले विश्वासलाई आफ्नो मनको कुरा भनी छाडेँ। उहाँले केही नबोले पनि उहाँको आँखा हेरेर बुझिसके उहाँले पनि मलाई माया गर्नुहुन्छ भनेर। नत्र मैले त्यसरी अँगाल्दा उहाँ मसँग रिसाउनुहुन्थ्यो नि। छोरी होइन किन बरोबर आयो कि? बाबा मैले विश्वासलाई सबै कुरा भने नि, उहाँले पनि मलाई मन पराउनुहुन्छ अरे। होइन के भन्छ यो?
विश्वास बाबुले आफ्नै मुखबाट मन पराउँछु भनेका हुन् र उहाँले केही नभने पनि मैले उहाँको मनको कुरा सबै बुझिसकेँ। है मैले त केही कुरा बुझिनँ। उहाँले नबनिकन तैँले कसरी कुरा बुझिस्? अलि राम्रोसँग बुझ नि छोरी। यो माया भन्ने चिज सही मान्छेसँग गऱ्यो भने जिन्दगी फुल जस्तै बन्छ, होइन भने जिन्दगी काँडा जस्तै बन्छ। हजुरको छोरी त फुल हो, मेरो जिन्दगी विश्वाससँग फुल जस्तै फुल्नेछ। म गएँ है विश्वासलाई लिन। ल जा 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 भरे फेरि चाँडै आइज नि। खै विश्वास बाबुको पनि अरू कोही थियो कि न उहाँलाई पर्खेर कोही बसाएको थियो कि? यतिका दिन उहाँ हराउँदाखेरि उहाँलाई माया गर्ने मान्छेहरू रोएर बसेका होला। अहिले विश्वास बाबुले विपिनालाई माया गरे पनि पहिलेका कुरा याद आएपछि उहाँ फर्केर जानुहुन्छ, त्यसपछि तैँले रुनुपर्छ छोरी। यो कस्तो अन्यल भगवान्! विश्वास अघि भर्खर घरमा हुनुहुन्थ्यो, कति बेला यहाँ आएर बस्नुभएको? किन एक्लै बसिराख्नु भएको? हिँड्नुहोस् घर जाम। विपिना, मलाई कता कता के कुरा याद आएको जस्तो भइरहेछ। हो र, के कुरा याद आयो भन्नुहोस् त। कस्तो धमिलो धमिलो सम्झनाहरू आइरहेका थिए। कसैले अँगालेको, कसैले ए त्यो त अघि मैले अँगालेकी थिएँ, त्यही कुरा याद आयो होला नि। यहाँ एक्लै बसेर मलाई पो सम्झिराख्नु भएको रहेछ। तपाईँले नभने पनि म सबै कुरा बुझ्छु नि। हिँड्नुहोस् घर जाम। होइन दाइ, त्यो भुलकरले के मोनी लायो हाम्रो विपनालाई? सधैँ त्यसकै पछि लागेर हिँड्छे। भएन भनेर तपाईँ माथि हातै उठाए अनि त्यसलाई गर अँगालेछे। विपनालाई म धेरै माया गर्छु। विपनाको बिहा मैसँग हुनुपर्छ, त्यो दिमाग खुस्केको भुलकरसँग होइन, बुझिस्? हेर, त्यो हाम्रो गाउँमा छौन्जेल यो कुरा सम्भव छैन। त्यसलाई जसरी पनि यो गाउँबाट निकाल्नै पर्छ, बुझिस्? अब के गर्ने त दाइ? तपाईँले सानैदेखिको मन पराउँछु माया गर्छु भन्नुभयो, तर तपाईँको कुरा विपनालाई हावामा उडाइदिन्छे। तपाईँको खानदान यति धनी छ, तपाईँ यति ह्यान्डसम हुनुहुन्छ, त्यो नाम थर ठेगाना थाहा नभएको केटाको किन पछि लागेको होला? त्यो भुलकरलाई कसरी पाखा लाउनु पर्छ मलाई राम्रोसँग थाहा छ। अनि सुन, विपनाको र मेरो बिहा जसरी पनि हुन्छ हुन्छ। त्यो भुलकरले पहिलाको कुरा त बिर्सिन्थ्यो, अब पछिको कुरा पनि बिर्सिने बनाउँछु म त्यसलाई। तर कसरी दाइ? हेर्दै जा, अब म के गर्छु। भनेपछि मट्याङ रे, अब त गाउँमै बस्ने भइसक्यो नि त। होइन, जापान जस्तो ठाउँमा पुगे मान्छे पनि के बुद्धि बिग्रेर फर्केको हो त? मैले त के कुरै बुझ्न सकिनँ यार। अब जापान कोरिया मात्र भनेर हुँदैन। हेर, त्यहाँ घन्टा हान्दैमा आइरहनु हुन्छ। काम फेरि भन्छस् भने भाडा मस्काउने, टोइलेट धस्काउने, भाडा मस्काउने, टोइलेट धस्काउने। कमाइ हुने भनेको त्यही 2-3 लाख त हो, त्यही पनि मरेर। म त हेर, साथीभाइ इष्टमित्र आफन्तबाट टाढा भएर झन्डै निसासेरै मरिन। अब हाम्रो लागि त भाइ त्यो देश भनेको सपना हो, सपना। अब बेलैमा राम्रोसँग पढिएन, नत्र जानु हुन्थ्यो नि। तपु त बेलैमा राम्रोसँग पढिस् अनि गइस्। अब हामी त सपना मात्रै हो, विपना त उयो छोड्दै। अब युवाहरूको सरकार आएको छ, काम गर्ने बाटो खुल्छ। हेर, हामी युवाहरू मिलेर देशमै केही गर्नुपर्छ, बुझिस्? शिशिर दाइले जसरी हेर त, कत्रो गोठ बनाएर कति धेरै गाई बस्तु पाल्नु भएको छ। दाइ भाउजू मिलेर राम्रै कमाइ गर्दै थिए गाउँमा। बिचमा फेरि के भयो के यार। तर एउटा कुरा नि कार्तिके, अस्ति म त्यहाँ शिशिर दाइको गोठमा जाँदाखेरि राजाराम काका अलि आत्तिको जस्तो देखिन्थे। मलाई त गोठभित्र जानै दिएनन् भनेको। 2-3 चोटि भित्र जान खोजेको,
तानेर बाहिर ल्याएर राखे। हेर मलाई त त्यो गोठभित्र केही न केही पक्कै लुकाएर राखेका छन् जस्तो लाग्छ। ए त पनि के नचाहिँदो कुरा गरेर भने अनि मान्छेले गाई गोठमा के लुगाएर राख्छ? त्यही गाईबस्तु होइन? फेरि राजाराम काका कति सोझो हुनुहुन्छ, त्यसै शङ्का गर्छ क्या त पनि? होइन गोठमा त पक्कै केही लुकाएकै थिए। मलाई त्यहाँ गोठबाट कतिखेर गइदिए हुन्थ्यो जस्तो गर्दै थिए। अब मान्छे सुत्ने बेलामा अर्काको गोठ हेर्न गए पछाडि तर लहार्दैनन् त? त पनि दिनभरि गाउँ डुलेर बस्छस् अनि बेलैमा जानु पर्यो नि त हेर्नलाई। राजाराम काका सधैँ 8 बजे पछाडि घर पुगिसक्नुहुन्छ गोठ छोडेर। खै के हो, तर बुढा चाहिँ आत्तिका थिए है। मैले सन्ध्या भाउजू कहाँ हुनुहुन्छ भनेर सोद्धा पनि भनेनन्। होइन कार्तिके, आजभोलि त्यो चक्रे कहाँ गएछ? गाउँमा नाकमुख देखिँदैन त त्यसको। अब बौला जसरी तौलियाले मुख छोपेर हिँडिरहन्थ्यो, अघि केशवलाई सोधेको त्यसलाई पनि थाहा छैन जस्तो गर्यो त। अब तँलाई किन चाहियो फेरि त्यो बौलाको खोजिने? दि गयो होला नि आफ्नै गाउँतिर। हामीले त्यसलाई नाङ्गेझार पारेर पुलिस चौकी बुझाउनेवालामा थियौँ, बेलैमा बुद्धि पुऱ्याएर आफै गएछ। नत्र त जेलको बास हुन्थ्यो त्यसको। अब बल्ल सन्ध्या भाउजूले सुख पाउने हुनुभयो। खै त्यस्तो ज्याद्रो मान्छे त्यसै गाउँ फर्केर गए जस्तो त लाग्दैन मलाई। मैले नदेखे पनि त्यसको काण्डहरू थुप्रै सुनेको छु। ओए कार्तिके, ओए मोटेङ्डे, माथिको सामुदायिक वनमा जामिन डोजरले बाटो खन्दैछ गरे। वनको बाटो हुँदै माथि बाखुर जोड्ने बाटो खन्दैछ अरे डोजरले। हिँड्जाम हेर्न। मैले त्यसको लासलाई माथि जङ्गलमा खाल्टो खनेर गाडेर कसैले देख्ला भनेर कम्ता आत्तिएमा, तर रात धेरै परेकोले कसैले देखेन। अब अरू केही काम छैन, त्यही डोजरले बाटो खने हेर्ने त होला नि। अब जापान छोडेर नेपालमा यही हेर्न त होला नि त। हिँड्जाउँ। अब आफ्नो गाउँको विकास भएको हेर्न त रमाइलै हुन्छ नि। जाउँ जाउँ। एकैछिन नाता सिरियलको आजको भाग त सकियो, तर एउटा कुरा हेर्न बाँकी छ। नाता सिरियलका थुप्रै कलाकारहरूको अभिनय रहेको हाम्रो नयाँ गीत आएको छ, लप्पर छ क्या। यो गीतमा नाता सिरियलमा सोझी भूमिकामा प्रस्तुत हुने सन्ध्या र सपनालाई तपाईँहरूले नाचिरहेको अवस्थामा र मोडर्न लुक्समा, ग्ल्यामरस लुक्समा देख्न सक्नुहुन्छ भने शिशिर र आकाशले पनि चाहिँ सन्ध्या र सपनासँग जोडी बाँधेका छन्। अनि अर्को पात्र शक्तिले पनि अभिनय गरेका छन्। मेरा आवाज रहेको, शब्द सङ्गीत रहेको यो गीतमा नवगायिका क्रिस्टिना अधिकारीले आवाज दिनुभएको छ। मसँगै यो गीतलाई माया गरिदिनु होला सबैजनाले। युट्युबमा गएर लभ पर्छ क्या सर्च गरेर हेर्दा पनि हुन्छ। यो गीतको कमेन्टमा पिन गरेर हामीले लिङ्क दिएका छौँ, त्यहाँ क्लिक गरेर उक्त गीत हेर्दा पनि हुन्छ। र नाता सिरियल हेरेर आएर हामीले यहाँ कमेन्ट छोड्यौँ है, यो गीत हेऱ्यौ है भनेर गीतमा गएर कमेन्ट छोडिदिनु होला, हामीलाई धेरै खुसी लाग्नेछ। ल सबैजना गएर नाता सिरियल टिमको नयाँ गीत लभ पर्छ क्या हेरिदिइहाल्नुहोस् त, हेरिदिइहाल्नुहोस् र माया गरिदिइहाल्नुहोस्, लाइक कमेन्ट सेयर पनि गरिहाल्नुहोस् है। अनि हजुरलाई आजको नाता सिरियल कस्तो लाग्यो त्यो कमेन्ट गर्न नभुल्नु होला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन कतिजना साथीहरूले, च्यानललाई सब्स्क्राइब पनि गर्नु होला र बेल आइकन पनि बजाइदिनु होला। र नाता सिरियलको कथावस्तु कस्तो लागिरहेको छ, नाता सिरियलमा आगामी भागमा के कस्ता कथावस्तु हेर्न चाहनुहुन्छ यो पनि कमेन्ट गर्नु होला। हस् त आजलाई भने चाहिँ नाता सिरियलको व्यवसायबाट हामी बिदा माग्छौँ, अर्को हप्ता भेटौँला। ल गएर सबैजनाले लभ पर्छ क्या गीत चाहिँ हेरिहाल्नुहोस् है। नमस्ते। जोडिदियो हाम्रो चोखो नाता।